उज्यालो नेपालको नायक कुलमान घिसिङ, जसले 18 घण्टासम्मको लोडसेडिङलाई अन्त्य गर्नुभयो। उहाँको अध्यक्षतामा रहेको उज्यालो नेपाल पार्टीको तर्फबाट पाँचथर जिल्लाको प्रत्यक्ष उम्मेद्वार हुनुहुन्छ टेकबहादुर सुब्बा, जसको शिक्षकदेखि सेवासम्मको यात्रा रहेको छ। पाँचथर जिल्लामा उहाँको उम्मेद्वार किन? एक समय यो गाउँ जीवनले भरिएको थियो। बिहान कुखुराको बास, बालबालिकाको हाँसो र भान्साबाट उठ्ने धुवाले आकाश नै आत्मीय बन्थ्यो। तर आज यहाँ आवाज होइन, सुनसानपन बोल्छ। यो पलायन रहर होइन, बाध्यता हो। पिउन सफा पानी छैन, सडक छैन, बिरामी परे एम्बुलेन्स आउन सक्दैन, विद्यालय टाढा छ, रोजगार छैन, युवाहरूका सपनाका लागि आफ्नै गाउँमा ठाउँ छैन, घर चलाउन, आमा बुवाको उपचार गर्न, छोराछोरी पढाउन उनीहरू फर्कन्छु भन्ने बाचा लिएर सहर अनि परदेश लागे। केही सफल भएर घर फर्किए, तर केही कफिनभित्र फर्किए। आकाशमा उडेर गएको छोरा बाकसमा फर्केर आए। त्यो दिन गाउँ रोयो। एयरपोर्टबाट सिधै काठको बाकसमा बन्द एउटा सपना आयो। आज गाउँका आँगनमा वृद्धहरू मात्र छन्। खेतीबारी झारले ढाकिएको छ, चाडपर्व सुनसान छन्, घरहरू ताला लागेका स्मारक बनेका छन्। जब देशभित्र पानी, सडक, शिक्षा र रोजगारी हुँदैन, त्यो बेला युवा देश छाड्न बाध्य हुन्छन्। यो केवल बसाइसराय होइन, यो एउटा मौन त्रासदी हो। एक दिन यदि कोही फर्किएनन् भने यी घरहरू भग्नावशेष बन्नेछन् र यो गाउँ सिर्फ सम्झनामा मात्र बाँच्नेछ। यस्तै समस्या हटाउनका लागि उज्यालो नेपाल पार्टीबाट टेकबहादुर सुब्बा उम्मेद्वार हुनुभएको छ। टेकबहादुर सुब्बा नाम मात्रै होइन, सेवाको यात्रा हो। शिक्षक पेसामा रहँदा पनि उहाँले तलबको बचत समाज सेवामा खर्च गर्नुभयो। प्रकोप पीडितलाई सहयोग, बिरामीलाई आर्थिक सहयोग, खेलाडीलाई सामग्री, सरसफाइ अभियान, रक्तदान, स्वास्थ्य शिविर, लागु औषध विरुद्ध सचेतना। उहाँको सेवा देखावटका लागि होइन, पीडा घटाउनका लागि थियो। यति राम्रो काम गरेर पनि समाजमा नदेखिएको कारण उहाँ भन्नुहुन्छ, सेवा फेसबुकमा देखाउनको लागि होइन, इमान्दारीपूर्वक गर्नको लागि हो। उहाँ मिडिया बोलाएर काम देखाउँदै प्रचार गर्ने बाटोभन्दा टाढा बस्न चाहनुहुन्छ, किनकि उहाँको विश्वास स्पष्ट छ। मैले गरेको काम भगवानले देखुन्, मान्छेले देख्नै पर्छ भन्ने छैन। पाँचथरमै जन्मिनु भएको, यहीँको अभाव र सङ्घर्ष भोग्नु भएको उहाँका लागि जनताको दुःख कथा होइन, आफ्नै जीवनको अनुभव हो। उहाँले युवाहरूलाई विदेश पलायन हुँदै गरेको देख्नुभयो। धेरैजना आकाशमा उडे, तर केही बाकाशमा फर्किए। त्यो पीडाले उहाँलाई राजनीतिमा आउन प्रेरित गर्यो। उहाँका दुई स्पष्ट प्रतिज्ञा छन्। पहिलो प्रतिज्ञा, तलब भत्ता पारदर्शिता। मैले पाउने तलब भत्ताबाट सामान्य जीवनयापन बाहेक बाँकी रहने रकम जिल्लाका दुखी, गरिब र पीडित जनताको सेवामा लगाउनेछु, ताकि थोरै भए पनि कसैको घाउमा मलमपट्टि हुन सकोस्। दोस्रो प्रतिज्ञा, गाउँमा जनतासँगै रहने प्रतिज्ञा। हामीले धेरैले देख्यौँ, जित्ने बित्तिकै हराउने, गाउँ फर्केर नआउने। म त्यस्तो हुने छैन। म यही गाउँ जिल्लामै बसेर निरन्तर सेवा गर्नेछु, जनताको बिचमै रहनेछु। यदि म पनि अरू जस्तै बने भने जनताले दिनुभएको जस्तो सुकै सजाय भए पनि स्वीकार गर्नेछु। टेकबहादुर सुब्बा केवल उम्मेद्वार होइनन्, उहाँ आशा हुनुहुन्छ, परिवर्तनको विश्वास हुनुहुन्छ। अब प्रश्न केवल चुनावको होइन, भविष्यको हो। यसर्थ एक मत एक मन भएर टेकबहादुर सुब्बालाई भारी मतले विजय गराऔं।